हेलो साथीहरु, आज चाहिँ म यता नगरकोट आएको छु। अहिले चाहिँ म यहाँ नगरकोटको भ्यू टावरमा छु। हामी चाहिँ सातो बाटोबाट आएको हो। त्यहाँबाट ठ्याक्कै 25 किलोमिटर थियो। हाम्रो चाहिँ राइड एक्सपिरियन्स एकदम राम्रो भयो। बीचमा तपाईको 90% बाटो राम्रो छ, 10% बाटो कुनै ग्रेभल छ, बाँकी सब पिच हुन। अहिले चाहिँ भ्यू टावरमा छु, एकदम शान्त वातावरण छ। विकएन्ड छैन, सो यता भिड पनि छैन, थोरै मान्छे छ। अब हजुरहरुलाई राइड एक्सपिरियन्सको लागि राइड भिडियो बनाइराको छु। सो यो भिडियोमा हेरेर पनि तपाईहरु थाहा पाउन सक्नुहुन्छ कि बाटोको अवस्था कस्तो छ, बाटो के कतिको राम्रो छ, के कतिको ग्राभलहरु छ र के कतिको स्मुथनेस छ, कतिको स्पिड हाक्न सकिन्छ भन्ने कुराहरु यो राइड एक्सपिरियन्स ब्लगबाट हजुरहरु थाहा पाउन सक्नुहुन्छ। मेरो हिसाबमा त अहिले बाटो चाहिँ एकदम स्मुथ बनाएको छ, किनभने पहिलाको बाटो चाहिँ फुटेको थियो, बिग्रेको थियो, पिच नै थियो तर बाटो चाहिँ एकदम बिग्रेको थियो हैन। अहिले चाहिँ बाटो एकदम स्मुथ बनाएको छ, नयाँ पिच छ, नयाँ साइड कलर पनि गरेको छ र बाटोको एक्सपिरियन्स मेरो लागि त एकदम राम्रै भयो। बीचमा टर्निङहरुमा कुनै ठाउँहरु ग्राभलहरु छोडेको छ, टर्निङहरुमा पिच बनाएको छैन, तर ओभरअल कुरा गर्ने हो भने लगभग बाटो पिच छ। हेलो साथीहरु, म आज चाहिँ नगरकोट राइडमा आएको छु। आजको यो ब्लगमा राइड एक्सपिरियन्सहरु शेयर गर्नेछु। सो चाहिँ ब्लगलाई चाहिँ आज अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु होला। आजको ब्लग नगरकोट राइड। यहाँदेखि अब आर्मी ब्यारेकको एरिया सुरु हुन्छ। तपाईको यहाँबाट माथिसम्म त्यो आर्मी ब्यारेकको कम्पाउन्ड छ र यो बाटोहरुमा तपाईहरु बादलहरु पनि हेर्न सक्नुहुन्छ। बादलहरु पनि यहाँबाट देखिरहेको छ। अगाडिबाट तपाई यता लेफ्ट साइडमा हेर्नुहुन्छ भने धेरै बादलहरु पनि छ, किनभने अहिले चाहिँ एकदम हामी चाहिँ एकदम हाइटमा हो। अरु ठाउँको कम्पेयरिङमा हाइट भएको ठाउँ छ नि त्यो नगरकोट, त्यही भएर यहाँ बादलहरु पनि छ। साइडमा तपाईहरु हेर्न सक्नुहुन्छ कति धेरै बादलहरु लागेको छ। एकछिन रोकेर हामी हेर्दाखेरि एकदम चिसो मौसम छ यताको। अहिले त बादलहरु पुरै छेउछाउमा छ जस्तो लागिरहेछ, त्यस्तो अनुभूति फिल गर्न सकिन्छ के। अनि जे होस् राम्रो फिल भइरहेछ। यो बाटो त पुरानै बाटो हो। पहिला त्यतातिर पछाडीको बाटोहरु नयाँ बनाएको छ, तर यो बाटो पुरानै हो। यो बीचमा पहाडहरुबाट सिपेज भएर पानी नपरे पनि पानी यता हुन्छ अलिअलि थोरै पिचमा जस्तो मलाई लाग्छ। अनि एकदम चिसो छ यताको वातावरण। अरु काठमाडौँ एरियाको वातावरण भन्दा त यताको वातावरण एकदम चिसो छ। म त आज झुकेर हाफ लाएर आएको छु। तपाईहरु इफ आउँदै हुनुहुन्छ भने त फुल लाएर आउनु होला। ज्याकेटहरु छ भने एउटा पातलो लिएर आउनु होला गर्मीयाममा। अब चिसोयाममा त फुल ज्याकेट लिएर आउनु नै पर्यो। अब हामी बाइक पार्क गरेर अब यो भ्यू टावरको लागि भर्याङवाला बाटो चढेर अब भ्यू टावरमा हामी जानेछु र भ्यू टावरको एक्सपिरियन्स पनि यो भिडियोको अन्तिममा त्यहाँबाट देखिने भ्यूहरुको बारेमा नि कुरा गर्नेछु। सो भिडियोमा अन्तिमसम्म बन्दिनु होला।